हेलो गाइज वेलकम ब्याक टु दि च्यानल। सो हामी अहिले चितलाङमा छौँ, तपाईँ हेर्दै हुनुहुन्छ यहाँको भ्यू। सो आज म तपाईँलाई पुरै एक्सप्लोर गराउनेछु चितलाङ। लुक दिस भ्यू गाइज है, अमेजिङ छ है पुरै। यो हामी एउटा डाँडामा छौँ है, अनि छेउछाउमा यता नासपाती फार्म पनि छ। र चितलाङ भनेको घुम्ने भनेको तिनवटा ठाउँ हो, एउटा भेडा फार्म अनि एउटा झरना पनि छ र यो नासपातीको फार्महरू। म तपाईँलाई पुरै माथिबाट क्याप्चर गरेर ड्रोन सट देखाउनेछु। सो बी कनेक्टेड। सो गाइज हामी यहाँ भेडा फार्म आइसक्यौँ। अब म यहाँबाट तपाईँलाई ड्रोन फ्लाइ गरेर देखाउने छु। सो इन्जोय द ड्रोन सट। गाइज यो तपाईँ हेर्न सक्नुहुन्छ, यो भेडा फार्ममा चाहिँ यो भेडाको स्ट्याच्यु पनि बनाएको छ अनि छेउछाउमा बस्ने पनि बनाएको छ। सो गाइज कस्तो लाग्यो ड्रोन सट प्लिज कमेन्ट सेक्सनमा राख्नु होला। सो आज राति चाहिँ हामी चितलाङमै बस्छौँ होटेलमा। हामी यहाँ फ्यामिली फ्रेन्ड्सहरूसँग छौँ। सो अलिक प्राइभेसी रिजनले त्यो भिडियोहरू म देखाउँदिनँ। सो गुड मर्निङ गाइज, यो हाम्रो नेक्स्ट डे हो। हामी होटेल चाहिँ चेकआउट गरिसक्यौँ र आज बिहानैदेखि पानी परिरहेछ। मैले सोचेको थिएँ तपाईँहरूलाई बिहानदेखि रोड ट्रिप देखाउने छु घर फर्किनेसम्मको, तर त्यो हुन सकेन, पानीले सबै सखाप गर्यो। सो एनिवेज नो प्रब्लम, नेक्स्ट टाइम फेरि पनि एउटा न्यू भिडियो लिएर भेट्नेछु तपाईँहरूसँग। सो तबसम्मको लागि बाइ बाइ। एन्ड च्यानलमा न्यू हुनुहुन्छ भने प्लिज डु लाइक एन्ड सब्सक्राइब टु माई च्यानल। इट्स अ सौरभ शुक्ला ब्लग्स एज यु नो। I hope you guys like this video. So see you soon.